हेलो 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 गाइस, दर्शन नमस्ते। सन्चै हुनुहुन्छ तपाईँहरू? हामी पनि एकदम सन्चै छौँ। आई होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ भन्ने हामीलाई लागेको छ। अनि आज हामी छुट्टीको समय पारेर हामी बाहिरतिर निस्किँदैछौँ। फाइनली म चाहिँ रेडी भइसकेँ। हाम्रो गाइजहरू पनि अब रेडी भएर झर्दैछ, तयार हुँदैछ, आउँदैछ होइन। अनि अब हामी तपाईँहरूलाई देखाउन जाँदैछौँ आजको रमणीय ठाउँमा। कृपया अन्तिमसम्म हेरिदिनु होला। हाम्रो गाइजहरू तयार हुँदैछ, यतै निस्किँदैछ कोही। टाढा पर्छ। पुगिरहेको अन्त 5 किलोमिटर छैन होला। 12 धुवा भनिरहेको कि यतातिर हिँड्ने जाउँ न उतै गाडी लिएर। यतातिर हुन्छ पार्किङ हो तल। फेरि हिँड्नु त्यहाँबाट जाने यतातिर त्यही गाडी। फाङ्मुलवान भन्दै है, फाङ्मुलवान 수사와 공지야. 자, 300m 앞 2시 방향 우회전입니다. 이어서 110m 앞 우회전입니다. 전방에 과속 방지턱이 있습니다. बन्द गर्नु पर्यो कि। 잠시 후 2시 방향 우회. गाइज हामी फाइनल्ली अब चाहिँ घुम्नको लागि रेडी भयो, निस्क्यो होइन। सट्टासँगले जाँदैछौँ। अब हामी कहाँ जान्छौँ? फाङ्मुलवानमा जान्छौँ। त्यस पछाडि हामी केही समयपछि यता बाहिरतिर पनि घुम्नेछौँ। यो के अरे पोखरीमा पनि हामी घुम्नेछौँ। यहाँको माछा पनि हेर्नेछौँ। हो, सानो सानो माछा रहेछ। अब यो जङ्गलतिर एकदम शीतल छ, त्यतातिर घुम्ने हो। गर्मी छ तर चिल छ, वातावरण चाहिँ एकदम राम्रो छ। त्यो पुल घुम्नेछौँ हामी, त्यो पुल घुम्नेछौँ। इन भयो अब सट्टसँगले। यो लाइभमा सबभन्दा पहिला आउने मान्छेहरूले लगाइदियो हो। ए फेसबुक लाइभ हो। हेलो गाइस, दर्शन नमस्ते, सेवा के छ? हो, दामी दामी घोडा। यो कोरियाको इतिहासहरू चाहिँ झल्काउने यो जापानसँगको युद्धको कुनै एक झलक चाहिँ यहाँनिर देखाइएको छ। जापानसँगको युद्धमा युज भएको यो भाला तरवारको थोरै नमुना मात्रै खियोले खाइसकेर यस्तो अवस्था यहाँनिर राखिएको छ।
वारमा यो यस्तोमै लुकेर हानेको रहेछ क्या वार पर्दाखेरि होइन सबै फुटेको रहेछ भेटाको होइन पछि जोडेर बनाएको यो ओरिजिनल हो क्या होइन यिन त ओरिजिनल हो त्यही भएर त नि राखेको हो त त्यस्तो थियो रहेछ पहिले युद्धमा यस्तो थियो रहेछ त्यतिखेरको अवस्था पहिले पनि यो हाम्रै नेपालको जस्तै त थियो रहेछ नि यो कोरिया पनि हेर्नु त है अहिले विकास भएर यही ठाउँलाई कस्तो हराभरा बनाएर पुरै बाटो निकालेर यस्तो राम्रो बनाएको हो पहिले त त्यही हाम्रै जस्तो थियो रहेछ नि ल हेर्नुहोस् यहाँ पनि देखिरहेको छ यहाँ देख्न सकिराख्नु भएको छ नि होइन ठ्याक्कै हाम्रैतिर जस्तो हाम्रै गाउँतिर पहाडतिरको कुना कन्दरा जस्तो यस्तो थियो रहेछ युद्ध लड्दाखेरि लुक्ने ठाउँ यहीँबाट युद्ध गरेको ठाउँहरू यो चाहिँ कागज बनाउने विधि यहाँनिर पहिले अल्लाह कुटेर यस्तो बनाउने अनि त्यस पछाडि यहाँनिर सुकाउने फिजाउने तन्काउने अनि लास्टमा बन्ने भनेको यस्तो हो काँचो कागज अनि यहाँबाट चाहिँ कपडा बुन्ने यहाँबाट धागो बनाउने अनि यहाँ धागो डल्ला पार्ने अनि यहाँबाट कपडा बुन्ने पहिलेको इतिहास यो अल्लाहको कपडा बुन्ने यस्तो रहेछ यो लोप हुँदै हुँदै गइसकेको छ कसरी बुन्ने के हो यस्तो के हो बनाएको आर्ट बनाएको पेन्टिङ राई सब बारेमा यस्तो थियो रहेछ वार यसरी गरेको वार अहिले कुनै फिल्महरूमा पनि देख्न पाइन्छ हामीले ल हेर्नुहोस् वारको अवस्थामा कस्तो थियो रहेछ जापानसँग जापान र कोरियाको वार हेर्नुहोस् यो फाट्ने गरी नै बसेर फेर्छ होइन यो धेरै युज भएर पनि छोडिएको पछि भेटाएको हो नि त अनि फेस त मिल्छ त नि यो बुढोसँग मिलिरहेछ ल होइन फेस मिलिरहेछ यार अनि यो बुढोसँग ठ्याक्कै फेस मिलिरहेछ यार रिसा रहेछ यार हो यत्रो तोपहरू के अरे योहरू हानेको थियो रहेछ यस्तो ठुलो लामो भालाहरू युज गर्थ्यो रहेछ बन्दुक हेर्नु मान्छे भन्दा दुईवटा सेपाले बन्दुक सब ऊ त त्यो मार्च दामी लाग्यो ए यो तोप पहिलेको तोपहरू त्यो भोगि त घर भत्काउनुलाई त यस्तो दुईवटा सर यस्तो ढकाउँछ नि ड्याङ त्यो भएन फलामको त्यो गेटहरू ढोका खोल्नको लागि यस्तो त्यस्तो हो
भालाहरू चाहिँ खतरा खतरा रहेछ कि यति लामो लामो यो बाँडेर त हानौँ अवस्था हुने कि कुनै 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 कस्तो लागिरहेको तपाईँलाई बाँडेर कुनैको यो भाला चाहिँ मलाई हान्नु मन लाग्यो है यो लामो चाहिँ क्या यो ठुलो पर परे मान्छे फन फनी घुमाउँदै हिँड्यो भने त है यो त उहाँसम्म मान्छे डाइरेक्ट हिँडबाट हान्दिन्छ सब काट्दै हामी चाहिँ विरेङ्गुनको एउटा सङ्ग्रहालयमा घुमिरहेका छौँ गाइजहरू राम्रो छ यताको ठाउँहरू एकदम राम्रो छ अब समुद्रको बात अहिले आफ्नो यहाँ बसे पानी जाँदा गइहाल्छ किलो है ल भाग तिनीहरू भाग बाँकी रहेको 5-6वटा भाग पछाडि सऱ्यो यार यो यहाँको यही ठाउँको राजा यिनीहरूले जित्यो यहाँबाट देखिने त बाहिर जस्तै लाग्यो म त पानी पर्न थालेछ भने हो त नि रहेछ नि त मेन चिज भनेको त बाफ्रे यस्तो खतरा खतरा बनाएको रहेछ नि युद्धको मेन इतिहास त यहाँ रहेछ नि त ल हेर त है यो काजीले कस्तो मजाले तन्काइरहेको छ हेर त है पुरा विश्वले ल यसलाई त लागेछ नि त 3टा तीर लागेछ यार बिचरा पुरै अनुहारै कि छक्क बनाएको हेर यसलाई 2टा लागेछ यो घोडालाई पनि लागेछ 4वटा ए त्यो अहिलेको ठुलो भालाहरू त यताको युज गरेको रहेछ हेर त आफ्नो आफ्नो तालमा ल त्यहाँनिर चाहिँ एकजनालाई चाहिँ पुरा लडाएर हानिरहेको रहेछ खतरा खतरा यहाँनिर चाहिँ सबैभन्दा राम्रो ठाउँ रहेछ है जस यो म चाहिँ सोचिरहेको थिएँ कि यो बाहिरको पानी परिरहेछ भनेर सोचिरहेको त पुरा आइसक्रिमको रहेछ लाइक द स्काई यो पनि एकदम राम्रो छ हो उतापट्टि हिउँ पर्न थाल्यो यार हिउँ पर्न थाल्यो यस्तो गर्मी मौसममा हिउँ परेको देख्दाखेरि पनि शीतल हुँदो रहेछ नाइस वाउ गाइज यहाँनिर चाहिँ एकदम राम्रो लाइटिङ रहेछ होइन हामी अर्कै कोठामा आइपुग्यो साथीहरू पुरा फोटो खिच्न थाल्यो है म चाहिँ यतैतिर छु भिडियो बनाउनुतिरै व्यस्त छु यो चाहिँ अब यो पढेर अध्ययन गऱ्यो भने त यसको एउटा फाल्टै इतिहास छ यो खासै साध्य पनि हुँदैन पढेर अन्त हामी चाहिँ आराम गऱ्यो गाइजहरू अनि यस्तो सुत्ने ठाउँ आराम गर्ने ठाउँ रहेछ घुम्दा घुम्दा थाकियो ढल्दिएको एकछिन होइन एकछिन पछाडि चाहिँ हामी फेरि घुम्नेछौँ हेर फ्याक भएर सुत्दिएको क्या साथीहरू पनि यहाँ 2जना सुतिरहेछ नि एकजना चाहिँ भोटेनी हो एकजना चाहिँ गोर्खे हो हाम्रो साथी ह्यान्डसम भएर बसिरहेछ सुतिरहेछ
कस्तो आनन्द हुने रहेछ यार मजा छ अरू गाइजहरू त्यो फोटो सेसन छ ल हेरौँ एकैछिनमा साथी घुरिरहेको छ हेरौँ घर घुरिरहेको छ घुरिरहेको छ साथी यार आइटारे कस्तो मजाले सुतेको बच्चाहरू खेल्ने ठाउँ रहेछ बच्चाहरू पजल खेल्ने ठाउँ रहेछ अनि साथीहरू पनि खेल्दैछ के खेल्नु भएन त मैले सुतेँ सुत्नु भयो साथी त कस्तो मजाले सुत्यो यार हामी पनि सुताउँ म नि सुत्छु अब एकछिन यहाँ मजाले सुत्ने हो गाई चाहिँ खुङ्गा चाहिँ मजाले सुत्ने हो बनाइरहेको छ 안녕하세요 잘못해요 हाई 안녕하세요 잘 만들었어요 천천히 오케이 이거 먼저 여기 오케이 그리고 이거 해주세요 그리고 이거 예 맞아요 아니요 예 맞아요 오케이 맞아요 이거 안 맞아요 이거는 여기 거요 예 맞아요 그리고 이거는 잠시만요 이거는 이거 먼저 해주세요 여기 이거 안 맞아요 여기 맞아요 네. 여기 맞아요 예 맞아요 그리고 이거는 여기 아니고 여기 맞아요 이거 여기요 예. 안 맞아요? 위에 맞아요? 위에 맞아요? 예, 여기 맞아요. 오케이, 여기 맞아요. 예, 맞습니다. 예, 맞습니다. 맞아요. 이거는 위에 맞아요. 이거는 마지막가 맞습니다. 예, you passed. 오케이. 이름이 뭐야? 네? 배강민. 오. 오케이. 만나서 반갑습니다. 바이바이. 체스. 아, 저게 빨리 해야지. 빨리. 아이고. 다시. 됐어. 미스 위에 여기. 오케이 굿. 다시. 위에 굿 오케이. 다시.
ओके गुड गुड 굿. 다시. 잘해. 미스. 이거 안 돼요. 이거. 위에. 여기 밑에 아니요. 여기 위에. 여기. 위에 굿. 오케이. 다시. 도면 같이. 원래 굴러 던져. 아이. 굴러 세게 던져. 어이구 이러다. 굿. 여기. 오케이. 시간이 굿. 오케이. 이거 뛰면 진짜 뛰니까. 서서. 네, 서서 탁. 이래. 위에 밑에 아니요. 아, 진짜 됐어요. 아니에요. 끝으로 공을 줄게. 갑니다. अब हामी यहाँबाट पनि निस्क्यौँ गाइस माइकल ज्याक्सनको टोपीको रहेछ त यार यक्साय नामुन इरुम कोरियाको इतिहास बनाउने व्यक्तिको नामहरू यस प्रकार छ वीर शहीदहरूको नाम वाउ दामी देखिरहेछ है हामी चाहिँ ठ्याक्क यहाँको विरङ्गुनको आकाशे पुलमा आइपुग्यौँ घामले चाहिँ एकदम सेकिरहेछ तर छाताबाट हुने मान्छे छ तर घाम चाहिँ मेरो अनुहारमा पुरै लागिरहेछ केही छैन रमाइलो भइरहेछ साथीहरू कहाँ पुगिरहेछ अलिक अगाडि गइरहेछ साथीहरू चाहिँ हो दामी मजा आ गया ओ यतातिरको सिनहरू राम्रो देखिने रहेछ यार ल यो शीतलमा बसेर एकछिन फोटो भिडियो खिचौँ अनि त्यस पछाडि हामी कता जान्छौँ वाउ दामी आज मौसम पनि फेरि आकाश कस्तो दामी खुला भएको क्या ठ्याक्क तीनपट्टि रहेछ पुल चाहिँ अब चाहिँ हामी लगभग हामी अन्तिमतिर आइपुग्यो अब घुमियो खतरा घुमियो बबाल घुमियो आज सोचेको भन्दा धेरै राम्रो घुमियो अनि यस्तो राम्रो ठाउँहरू छ भनेर पनि मैले सोचेको थिइनँ जो मजा आयो घुमियो हल्का घाम पनि खाइयो केही छैन अब हामी लगभग खाजा खाएर चाहिँ हामी घरतर्फ लाग्नेवाला छौँ गाइज अन्तिमसम्म हेरेर साथ दिनुभयो धेरै धन्यवाद अनि मेरो च्यानललाई लाइक सब्सक्राइब र कमेन्ट गर्दा चाहिँ नभुल्नुहोला भन्न चाहन्छु ओके बाइ बाइ